यहाँ हाम्रो हाइकिङ चलिरहेछ हैन। हामी हिँड्दैछौँ यहाँ माथि पहाडमा एकदम सँग लगाएर। यो हाम्रो टोली यो हाइकिङ चाहिँ नाम मात्रै हो। हामी अब यतो गर्दै 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 हामी पानामा जङ्गल नागेर अमेरिका पुग्छौँ हामी। यो चाहिँ मेरो लच्छी हो है, लच्छी। भालु आयो भने टङ 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 कुटेर म सबैको रक्षा गर्छु। यस्तो बाटो हिँडिरहेछौँ हामी। हजुर बाघको केब रहेछ। हाम्रो टोलीहरू राम्रा साँच्चीकै पो लिएर आउनु भएछ यसरी। आउनु है भाइ आउनु। यहाँ भूमिका कस्तो छ अनुभव तिम्रो? लु भन। नेक्स्ट टाइम पनि चढ्ने छुट्टै रमाइलो हुन्छ है। काम भने आफ्नो त्यो हुन्छ तर यसरी हुँदाखेरि धेरै रमाइलो हुन्छ भन्ने हामीलाई लागिरहेछ होइन। तर भइरहेछ। लु ठिक छ ठिक छ, जारी छ है, हाइकिङ जारी छ। अब हामी ती टोली अब हामी आधी घन्टामा 716.6 मिटर माथि पुग्नेछौँ। ल यही हो है यामानासी डाइलग खोइ त गएर आउनु त त्यहाँबाट मावली पनि बन्नु त। किन हान्नु पर्यो उसकै साउन्ड? अलिकति अनि उता लिपसिङ त गर्नु पर्यो नि त नि। परेन लिपसिङको सबै कुरा आइछ। भालुको शिकार गर्न हिँडेको जनताहरू होइन। काली यो देउराली हो या देउराली? ल देउरालीमा ध्वजा भन्ने के छ? अर्कै बनाइदिरहेको क्या है। आज यहाँ दिन उग्रेको छ, सिन राम्रो चलिरहेछ, पोजिसन एकदम राम्रो देखिरहेछ। सबैजना आउनु एक फेर आउनु त म सबैको गीत दिन्छु। हस् सबैजना आउनु भूमिका आउ त।